Hello everyone. Recently नेपालमा भएको यत्रो ठुलो जनजी आन्दोलनले लगभग नेपालमा 3 ट्रिलियन भन्दा बढी पैसाको नोक्सान भएको छ। होटलहरुमा मात्र भएको ड्यामेजले लगभग 25 बिलियन रुपैयाँ भन्दा बढीको नोक्सान भएको छ र यसको सबैभन्दा ठुलो एक्जाम्पल हिल्टन होटल रहेको छ। हिल्टन होटलको हालत कस्तो छ भनेर हजुरहरु यो भिडियोमा हेर्न सक्नुहुनेछ र पुरै हिल्टन होटल जलेर तहस-नहस भइसकेको छ र त्यसैगरी देशका धेरै ठुलठुला स्टोरहरु जस्तै भाटपटिनीहरु पनि जलेर तहस-नहस भइसकेको छ। लगभग हजारौं मानिसले 20 मिलियन रुपैयाँ जतिको नन लाइफ इन्स्योरेन्स क्लेम गर्नको लागि फर्म अपिल गरिसकेका छन्। यो त खाली सामानहरुको नोक्सान हो। नाउ लेट्स टक अबाउट नन फिजिकल थिंग्स। जब लस एन्ड बिजनेस इम्प्याक्ट। थाउजन्ड अफ पिपलले रातोरात आफ्नो जब गुमाउनु परेको छ किनभने हाफ अफ द पिपल आर इन्जर्ड भएका छन् भने हाफ जतिको काम नै पुरै बन्द भएको छ। यसको लाइभ एक्जाम्पल भाटपटिनी सुपर स्टोर। अलमोस्ट 800 भन्दा बढी भाटपटिनी वर्ग अहिले स्टोर बन्द हुनका कारण घरमा खाली बसिरहेका छन्। यो आन्दोलनले गर्दा लगभग धेरै जस्तो बिजनेसहरु पनि बन्द भयो। अलमोस्ट नेपालका सबै इन्डस्ट्रीहरु बन्द हुन पुग्यो। इन्फ्रास्ट्रक्चर एन्ड पब्लिक सर्भिस ड्यामेज। लगभग हरेक पोलिटिशियनको प्राइभेट प्रोपर्टी जलेको छ भने धेरै पब्लिक र प्राइभेट बिल्डिङ्स, हेल्थ फ्यासिलिटिज, वार्ड अफिसहरुलाई ड्यामेज पुगेको छ भने नेपालको वान अफ द मोस्ट फेमस सिंहदरबार पनि जलाइएको छ। पार्लियामेन्ट हाउसको भिडियो चाहिँ हजुरले नेटमा हेरिसक्नुभयो होला। पुरै तहस-नहस आगो लाएर एकदमै खतम भइसकेको छ र कुनै सामान केही चीज बचेको छैन पार्लियामेन्ट भित्रको। प्रोटेस्टरद्वारा पोलिटिशियनको भेहिकल्स, प्राइभेट प्रोपर्टीज, हाउस पनि जलाइएको छ। ह्युमन कस्ट। अलमोस्ट 79 भन्दा बढी मान्छेको डेथ कन्फर्म भएको छ र अलमोस्ट 800 भन्दा बढी मान्छे पनि अहिलेसम्म पनि घाइते छन्। आफ्टर द ओपन फायर एन्ड डेथ अफ द पिपल हु वाज इन द प्रोटेस्ट र यो सबै कुरामा इन्टरनेशनल मिडियाको के विचार छ भन्ने हजुरहरु यो भिडियोमा हेर्न सक्नुहुनेछ। At least 19 people have been killed after police opened fire on protesters in Nepal. Thousands of young people had gathered in the capital Kathmandu to protest against corruption and a government ban on social media. State TV reported that police fired live ammunition along with tear gas, water cannons and rubber bullets as demonstrators tried to storm the Parliament complex. As smaller protests continued into the night, the death toll was announced by local police, who said a further 145 people were wounded, including 28 officers. Among the dead were 2 protesters who had been at a rally in the smaller city of Itahari. So guys, आजको लागि यति नै। If you find this video useful, don't forget to subscribe and like the video. Thanks for watching. Bye bye, tata, and see you soon.